अब पुष्पाञ्जली लिने है त अब अब सौभाग्य ल फेरि फुलखले आज भाइ त अब तिनै सरस्वती है त बाबुर ज्ञानमयं मैले पुजारे पाला पर्दैन अहिले पालाको जम्मै के भने उठेर आउनु पर्यो किनेर ल्याउनु पर्यो त्यो किनेर ल्याउन पाइन्छ नि है भने बोला हो आजको कुरोमा छेउमा छेउमा आग्नेय छेउमा अब उत्तरे
इनो देतानन्देवस्य वृत्तिः तस्वितुर्वरेण्यं भगवदेवस्य धीमहि उदयः सदमरैर्सुखः जन्मराशि अष्टम षष्टम मार्स आनतिक अनिष्ट ग्रह शान्त्यार्थं नवग्रह पूजनम अहम करिष्ये ला फेरि नि भाइ त ओम बुधाय नमः फेरि नि ला फेरि नि ओम बुधाय
अन्नदाता अन्न भनेको पहिलो काग पनि दियो होइन तेस्रा गुरु भनेको को त अयत्राता वास्तवमा हामीले कहिले सोच्ने हो भने कसैले भन्छ नि केबाट बनेको
कृष्णै भगवान् भागवतै हो दुईजना मिलाउने अब दुई बेलामा राजा पनि के अरे अहिले बसेको काट्छ त्यसो छ आज हामी मजासँग खेती गऱ्यौँ भने भोलि धेरै भित्राउन सकिन्छ हामी खेती गर्ने बेला गरेको छैन भने भित्रमा धेरै मेरो भगवान् कहाँ छ भन्न थाल्यो यही बाटो उसलाई पिताश्री कहाँ छ तपाईँको भावनाले ब्रह्ममा छ भन्छ भने छ भने अनि पनि के लाग्यो भने भर्खरका केटाकेटी परिपक्व उमेरमा है भावनाले क्या भावना त्यस्तो गर्यो हामीलाई डराएको बेलामा बाटा हिँड्यो भने एउटा परालको त्यहाँनिर पनि सर्प बनेको डराएको बेला एउटा ठुलो पनि बाघ जस्तो बनेको है उनी ईश्वरका भक्ति भावना भिजेका जता पनि उनी भगवानै देख्थे त्यस कारणले नि उनले भने पिताश्री हुनुहुन्छ भन्दा नि आखिरीमा तेरो भगवान्लाई सिद्ध्याउँछु सिद्ध्याउँछु भन्दा हिँड्ने कसो यो मैले यहाँलाई के लागि भने गन्ध पास राम्रो काम गर्नेको जय जय नराम्रो काम गर्नेको गाली अहिले पनि त्यही नै छ नि अष्टम स्कन्द आज हाम्रो बद्री गुरुले पाठ गर्नुभयो थोरै वेद पाठ भनेको आज गरी यहाँको चाहना अनुसार के आज के गर्ने भन्दा सदाको पूजा लगाउने अनि पूर्वाङ्गको पहिला पूर्वाङ्ग कर्म गर्ने नान्दीमुखी गर्ने माथिका पूजा गर्ने त्योभन्दा पछि सदाको पूजा गर्ने र लक्ष्यप्रति दीदार गर्ने मेरो रहर भनेको अष्टस्कन्ध पाठ गर्न मन छ भान्जामा भनेको तपाईँको रहर भएकै छ तपाईँका पुर्याउने छोराबुहारी छ सक्छ विधि अनुसार यदि यो तिनवटा चिज मिलेन भने नि त्यहाँ सबै त्यहाँभित्र नि कथा प्रसङ्ग आउँछ एक दिन मोनिमेटर भन्दा पनि यसको प्रसङ्ग सबै हामीले भन्न गाह्रो तर भनेको कुरो र हामीले लिन पर्ने छोटकुरिया मात्र है पहिलो चार अध्यायमा कसको प्रसङ्ग छ भने लिएको थियो र खालि या कुल व्याकुल बनेछ एक दिन ऊभन्दा बोल्योले समातेछ त्यस कारणले सबैभन्दा बोल्यो म छु भनिछु भन्ने खबर नगर्नु त्यति बोल्ने त कसैले नसक्ने थियो नि तापनि के भयो मभन्दा ज्ञानी अर्को छ भन्ने सोच धनी छ भने मभन्दा धनी अर्को छ दुखी छ भने मभन्दा दुखी अर्को छ त्यसले त राम्रोसँग मान्छे किन नभन्छ त्यो प्रकारको सोच र त्यो हात्तीमा नि त्यो घमण्डले गर्दा के हो गर्यो भने उसलाई बाटो घाटो केही पनि चाहिएन आखिरीमा कहाँ गएर पानी पिउँछु भनेर सुन्नु उसलाई पानी पिउनु लागेको थियो नि अगाडि
मैले समाधि सकेको छु। के सोच्यो त अरूलाई परेको बेलामा त मैले संरक्षा गरिया थिएँ, अब मलाई परेको बेलामा अरूले संरक्षा गर्दा तर आखिरीमा कसैले पनि सक्दैन। अनि के सोच्यो भने होइन कसैले कसैलाई शान्ति नारायण स्मृति आफूमा कसो सड्काउनु हरि भगवान को ओके भन्यो भने बाहिर काम गर्ने नगरेर फलो हुन्छ। त्यही भएर हामीले केही त्यही भएर यो कुरा हामी बाहिर ल्यान्छौँ। अध्यायमा पुगिसकेपछि के सोधे भने राजा राजा बलि भनेको त धर्म संस्कारमा उसलाई चुकाउनको लागि बामन भनेको भोलि भन्दैछ नि बाबु है आजबाट बिहान हुँदैछ है पटु बामन त्यहाँ त दुईपट्टि पङ्क्ति बनाएर एकतिर एकतिर पट्याहरू भगवान को यसरी दिन पाउले मलाई पुग्दैन भने तपाईँले सर्वसिद्धि भनिसकेपछि जब दिन थाहा पाउने आकाशबाट तिमी महाराज भनेर जयजयकारका साथ खाएकोले सबैबाट दागी मैले भनेको मान्छौ भने हिँड्दा पनि के भनेको छ भने एउटा बुढा उचाल्नु छ भने आगो राम्रोसँग टेकिया छैन यहाँ टेकेर यहाँ समातेर यहाँ समात्ने अनि परमात्मा परमेश्वर आज मसँग दान गर्न आउनुहुन्छ भने कतिले उनको दर्शन पाउनको लागि ज्यान छोडेका छन् भगवानको दर्शन पाउनको लागि ज्यान छोडेका छन् भने आज मैले सुखी नपाउनु यसमा चाहिँ मत्स्य
मत्स्य अवतार भनेको चाहिँ के भने भगवान मत्स्य अवतार कहिले भेट हुन्छ भने जब हामीमा सत खेत आनन्द यो श्रीमद् भागवतमा पहिला श्लोकमा यही भनेको छ सच्चिदानन्द रूपाय विष्णुले यसैको व्याख्या श्रीमद् भागवत छ अब यो त हामीले व्याख्या गरिराख्नु सक्छौँ तपाईँको कथा प्रसङ्ग फुलपाती अक्षता हाम्रो हातैमा हाम्रो पृथ्वीलाई जाऊ प्रभु तिम्रो साथैमा फुलपाती अक्षता हाम्रो हातैमा हाम्रो पृथ्वीलाई जाऊ कृष्ण तिम्रो साथैमा फुलपाती अक्षता हाम्रो हातैमा हाम्रो पृथ्वीलाई जाऊ कृष्ण तिम्रो साथैमा फुलपाती अक्षता हाम्रो पृथ्वीलाई जाऊ कृष्ण तिम्रो साथैमा हाम्रो पृथ्वीलाई जाऊ कृष्ण तिम्रो साथैमा बोलिए कृष्णचन्द्र भगवानको श्रीमद् भागवत भगवानको हाम्रा सम्पूर्ण श्रोतागणहरूको आजको आनन्दको हाम्रा कुलका सम्पूर्ण पितृ देवताको हाम्रा कुलका कुल देवताको अनि यो देवी देवताको हाम्रा गुरुगणहरूको पनि श्रोतागणहरूको पनि मेरो फ्ल्यास लाइन
खोइ थर्टी कसको त्यो तिनीहरूलाई मेरो आत्तिकै यार Yadav song.
हरे राम जगम आरती सत्यनारायण भगवान जगम आरती सत्यनारायण भगवान जगम आरती जगम आरती जगम आरती सत्यनारायण भगवान जगम आरती जगम आरती सत्यनारायण भगवान जगम आरती सत्यनारायण भगवान जगम मर्नु पर्दैन जानी मूल बाटो खन्दै गरन हरे राम हरे कृष्ण भन्दै गरन स्वर्ग जानी मूल बाटो खन्दै गरन हरे राम हरे कृष्ण भन्दै गरन स्वर्ग जानी मूल बाटो खन्दै गरन स्वर्ग जानी मूल बाटो खन्दै गरन कृष्ण भनेर पार तर्ने हो जिन्दगीको घर छैन कहिले मान्ने हो राम कृष्ण भनेर पार तर्ने हो जिन्दगीको घर छैन कहिले मान्ने हो जिन्दगीको घर छैन कहिले मान्ने हो सेतो डालाले जानी बाटो स्वर्ग जानी बाटो नडुङ्गा छ नमाटो नडुङ्गा छ नमाटो स्वर्ग जानी बाटो नडुङ्गा छ नमाटो नडुङ्गा छ नमाटो स्वर्ग जानी बाटो नडुङ्गा छ नमाटो नडुङ्गा छ नमाटो स्वर्ग जानी बाटो नडुङ्गा छ नमाटो नडुङ्गा छ नमाटो हामीलाई यसै जाति गङ्गा दिलाई फुलपाती गङ्गा दिलाई फुलपाती हामीलाई यसै जाति गङ्गा दिलाई फुलपाती गङ्गा दिलाई फुलपाती हामीलाई यसै जाति गङ्गा दिलाई फुलपाती गङ्गा दिलाई फुलपाती हामीलाई यसै जाति गङ्गा दिलाई फुलपाती गङ्गा दिलाई फुलपाती हामीलाई यसै जाति हामीलाई बगाउँदाखेरि फुल बगाउने गङ्गाले फुल बगाउने गङ्गाले हामीलाई बगाउँदाखेरि फुल बगाउने गङ्गाले फुल बगाउने गङ्गाले तिम्रै माया छ ज्यादा तिम्रै माया छ नाचन नाच राधा तिम्रै माया छ ज्यादा तिम्रै माया छ ज्यादा नाचन नाच राधा तिम्रै माया छ ज्यादा तिम्रै माया छ ज्यादा नाच
हातमा बंसी शर्मा मोगड कति सुहाउने यमुनाको भने वृन्दावनको गाईको बाछा तिम्रो भरमा आज म त जानु छ गोकुल घरमा वृन्दावनको गाईको बाछा तिम्रो भरमा आज म त जानु छ गोकुल घरमा वृन्दावनको गाईको बाछा तिम्रो भरमा आज म त जानु छ वृन्दावनको गाईको बाछा तिम्रो भरमा कता गए कृष्ण तिमीले कहीँ हराउँछ वृन्दावनको गाईको बाछा कहिले हराउँछ वृन्दावनमा गाईको बाछा कहिले चराउँछ कता गयो कृष्णजी उतै हराउँछ वृन्दावनको गाईको बाछा कहिले चराउँछ छिटै गरे आऊ है कृष्ण धेरै नबस्नु छिटै गरे आऊ है कृष्ण धेरै नबस्नु
Thank you.